एउटा समय थियो हाम्रो सानो क्यानभस प्रिन्टिङ बिजनेसले अस्ट्रेलियामा थाउजन्ड्स अफ डलरको इन्कम गरिरहेको थियो इच मन्थ र समटाइम्स इन अ डे। गराजबाट सुरु भएको बिजनेस वेयर हाउससम्म पुग्यो, तर बिस्तारै बिजनेसको ग्रोथ स्लो हुँदै गयो र यो इयर सबैभन्दा वर्स्ट। This is the story of Yatri Prints, a small canvas printing business in Australia, and the lessons that completely changed how I think about business, money, and life. I guarantee there's lots to learn from this video, so stick till the end. Hi, my name is Sandeep Giri. Welcome to my channel SNDPG. Profession-wise, I work in cybersecurity. The full-time campaign, I've always loved building side hustle and businesses. And honestly, who knows? Maybe one day that side hustle becomes the main hustle. Maybe that's where the freedom I've been searching for actually comes from. Okay, अब कुरा गरौँ यात्री प्रिन्ट्स कसरी स्टार्ट भयो। क्यानभस प्रिन्टिङ इट्सेल्फ कुनै नयाँ बिजनेस होइन। यताउता हेऱ्यौँ भने जति पनि क्यानभस प्रिन्टिङ बिजनेसहरू देख्न सकिन्छ। त्यो सानो एउटा कुनै मान्छेले खोलेको होम क्यानभस प्रिन्टिङ बिजनेस होस् वा ठुलो रिटेलर जस्तो केमार्ट, अफिस वर्क, टार्गेट जस्तो ठुलो रिटेलरले खोलेको बिजनेस होस्। तर बिजनेसमा इम्पोर्टेन्ट कुरा प्रडक्ट मात्र हुँदैन, पोजिसनिङ पनि इक्वली इम्पोर्टेन्ट छ। एक्जाम्पल लिउँ एउटा सक्सको, मोजा त जता पनि पाइन्छ। अब हामीले नर्मल सक्स बेच्न खोज्यौँ भने डिरेक्ट ठुलो कम्पिटिसनमा परिन्छ, तर त्यही सक्सलाई स्पेसिफिक अडियन्सको लागि पोजिसन गर्न सक्यौँ भने त्यो बिजनेस कम्प्लिटली डिफ्रेन्ट हुन्छ। एक्जाम्पल लिउँ एउटा कम्प्रेसन सक्स फर हेल्थ केयर वर्कर्स इन्स्टेड अफ जस्ट कम्प्रेसन सक्स फर एभ्री डे अर नर्मल सक्स। बाई द वे, हाम्रो अर्को साइड बिजनेस पनि छ कन्फिनर्स, विच इज अराउन्ड कम्प्रेसन सक्स। त्यो स्टोरी चाहिँ अर्को भिडियोको लागि राखौँ। त्यसरी नै यात्री प्रिन्ट्सको पनि हामीले मार्केट रिसर्च गऱ्यौँ र त्यो टाइममा हामीले एउटा इन्ट्रेस्टिङ कुरा नोटिस गऱ्यौँ। नेपालीहरू क्यानभस प्रिन्ट्सतिर एकदमै एट्र्याक्टेड थिए, स्पेसली फ्यामिली फोटोज, हिन्दू गड्स, नेपाल सिनेरी, गिफ्ट आइटम्स र इमोसनल मेमोरिजहरू प्रति। त्यो देखेपछि हामीले डिसाइड गऱ्यौँ इन्स्टेड अफ टार्गेटिङ एभ्रीबडी वी सुड फोकस स्पेसिफिकली अन नेपाली एन्ड इन्डियन अडियन्स। एन्ड अनेस्टली त्यो डिसिजनले नै बिजनेसको फाउन्डेसन बिल्ड गर्यो। त्यति बेला आहाना, मोहित र म हामी तीनजना मिलेर यो आइडियालाई रियालिटी बनाउनतिर लाग्यौँ। सबैले इन्भेस्ट गऱ्यौँ, सबैले काम गऱ्यौँ र स्लोली यात्री प्रिन्ट स्टार्ट भयो। हाम्रो मार्केट स्ट्राटेजी एकदमै सिम्पल थियो। फर्स्ट फोकस वाज अलवेज अर्ग्यानिक रिच। अनि त्यतिले नपुगेको बेला चाहिँ मेटा एड्स, टिकटक एड्सहरू रन गरेर चाहिँ बिजनेसलाई चाहिँ ट्राफिक सप्लिमेन्ट गर्ने स्ट्राटेजी थियो। त्यसैले सुरुमा हामीले हाम्रो साथीभाइहरूको बिचमा, हाम्रो कम्युनिटीमा चाहिँ यात्री प्रिन्ट्सको मेसेजहरू सर्कुलेट गर्न थाल्यौँ। एट द सेम टाइम वी अल्सो स्टार्टेड रिचिङ आउट टु आवर इन्फ्लुएन्सर्स। र अनेस्टली धेरै इन्फ्लुएन्सर्सहरू एकदमै सपोर्टिभ हुनुभयो। उहाँहरूले यात्री प्रिन्ट्सलाई आफ्नो अडियन्ससँग सेयर गरिदिनु भयो र त्यसपछि स्लोली सेल्सहरू आउन स्टार्ट भयो। अनि एक टाइम पछि त सेल्सको त बर्सात नै भयो। कुनै दिन एकै दिनमा $1000 भन्दा पनि बढीको सेल्स हुन्थ्यो। हामी पनि टिकटक, फेसबुक र इन्स्टाग्राममा कन्सिस्टेन्टली कन्टेन्टहरू पोस्ट गर्न थाल्यौँ। इन्ट्रेस्टिङ कुरा के भन्दा बिजनेसले अर्ग्यानिकली नै सोचेको भन्दा धेरै राम्रो रिजल्टहरू दिन थाल्यो। दिनभरि अर्डर प्रिन्ट गर्ने, प्याकेज गर्ने, डिस्प्याच गर्ने, कुनै दिन त रातिको 2-3 बजेसम्म पनि गराजमा काम हुन्थ्यो। दिनमा 40-50 वटा अर्डर्स प्याक गरेको दिन पनि थियो। छोटो समयमै बिजनेसले एकदमै राम्रो मोमेन्टम लिन थाल्यो। तर त्यसको बिचमा हामीले एउटा कुरा रियलाइज गऱ्यौँ, वी वर ट्रेडिङ टाइम फर मनी। किनकि हामी म्यानुफ्याक्चरिङ बिजनेसमा थियौँ। एभ्री सिङ्गल क्यानभासेस ह्याड टु बी प्रिन्टेड, स्ट्रेच्ड, फ्रेम्ड, प्याक्ड, अल म्यानुअली। बिजनेस गराजबाट रन भइरहेको थियो र हामीलाई स्केल गर्नको लागि दुईवटा अप्सन थियो। आइदर बिजनेस लोकेसन लिने, स्टाफ हायर गर्ने र बिगर अपरेसन बिल्ड गर्ने, अर कन्टिन्यू स्मल। र अनेस्टली त्यो बेला हामी रिस्क लिन रेडी भएनौँ। अडियन्स निस थियो, कम्पिटिसन बढ्दै थियो र स्याचुरेसनको डर पनि थियो। त्यसैले हामीले बिजनेस एक्सपेन्सनको अपर्च्युनिटी रिजेक्ट गऱ्यौँ र गराजबाटै कन्टिन्यू गऱ्यौँ। त्यो डिसिजनले सर्ट टर्ममा सेफ फिल गरायो, तर लङ टर्ममा मेबी त्यो नै हाम्रो बिगेस्ट मिस्टेक मध्ये एक थियो। किनकि फुल टाइम जब पछाडि हामीसँग लिमिटेड टाइम मात्रै हुन्थ्यो। रियालिटी के भन्दा 3जना मिलेर पनि दिनमा सर्टेन नम्बर्स भन्दा बढी अर्डर ह्यान्डल गर्न पोसिबल नै हुँदैन थियो। बिजनेस राम्रो चलिरहेको थियो, सेल्स पनि आउँदै थियो, तर हामीले एक्सपेन्सन, होराइजन्टल स्केलिङ र न्यू प्रडक्ट्स लाइनतिर सिरियसली फोकस गरेनौँ। हाम्रो एन्टायर बिजनेस क्यानभासमा मात्रै लिमिटेड भयो। र इभेन्चुअली जब हामी गराजबाट निस्केर बिजनेसलाई स्केल गर्नको लागि एक्चुअल बिजनेस लोकेसन खोज्न थाल्यौँ, त्यतिखेर लेट नै भइसकेको थियो। अडियन्स स्लोली स्याचुरेट भइसकेको थियो, कम्पिटिसन बढिसकेको थियो र बिजनेसको ग्रोथ पनि स्लो हुन थालिसकेको थियो। अहिले पछि फर्केर हेर्दाखेरि मैले रियलाइज गरेको बिजनेसको सबभन्दा ठुलो मिस्टेक नै टेक्निकल नलेज मात्र भएर नहुने रहेछ। मनी कसरी वर्क गर्छ यो नलेज पनि एकदमै इम्पोर्टेन्ट रहेछ। बिजनेसले प्रफिट जेनेरेट गर्न थाल्यो, तर हामीले अलमोस्ट सबै प्रफिट डिस्ट्रिब्युट गऱ्यौँ र फुल टाइम इन्कम अलरेडी भएको हुनाले धेरै प्रफिट ट्याक्समै गयो। त्यो बेला अनेस्टली हामीलाई बिजनेसको लङ टर्म भिजन भन्दा सर्ट टर्म इन्कम जस्तो फिल भइरहेको थियो र मेबी त्यो नै हाम्रो बिगेस्ट मिस्टेक मध्ये एक थियो।
किनभने हामीले बिजनेसमा केही पनि हेभिली रिइन्भेस्ट गरेनौँ। हाम्रो प्रडक्ट्स लाइन स्टिल क्यानभस प्रिन्ट्समै लिमिटेड रह्यो। होराइजन्टल स्केलिङको बारेमा राम्रोसित सोचेनौँ। अहिले सोच्दा लाग्छ यदि त्यो प्रफिटहरू प्रडक्ट लाइन्समा इन्भेस्ट गरेको भए मेबी होम डेकोर्स, पर्सनलाइज गिफ्ट्स, फ्रेम्स, नेपाली कल्चर प्रोडक्ट्स, फेस्टिभल कलेक्सन्स र अरू इमोसनल प्रडक्ट्सहरूमा हाम्रो अडियन्स बेस अझै ठुलो हुन सक्थ्यो। बिजनेस क्यानभसमा मात्र डिपेन्डेन्ट हुँदैन थियो र मेबी वेयर हाउससम्म मुभ गरेर स्टाफ हायर गर्ने कन्फिडेन्स पनि अझै बढी हुन्थ्यो होला। बिकज बिजनेसमा ग्रोथ सस्टेन गर्न रेभेन्यू मात्र इनफ हुँदैन, युनिट सिस्टम्स, युनिट रिइन्भेस्टमेन्ट, युनिट एक्सपेन्सन। त्यो बेला हामी सेल्स मात्र हेरेर एकदमै खुसी थियौँ, तर बिहाइन्ड द सिन्स बिजनेस एक्चुअली फ्रजाइल भइसकेको थियो, किनकि हाम्रो एन्टायर ग्रोथ एउटा सानो निस अडियन्समा थियो। लिमिटेड प्रडक्ट लाइन र लिमिटेड प्रोडक्सन क्यापेसिटीमा डिपेन्डेन्ट भइरहेको थियो र सोसियल मिडियाको टेन्सन जति फास्ट आउँछ त्यति नै फास्ट डिसअपियर पनि हुनसक्छ। त्यो एक्सपिरियन्सले मलाई एउटा ठुलो लेसन सिकायो, बिजनेसमा पैसा कमाउनु मात्र इम्पोर्टेन्ट हुँदैन रहेछ, त्यो पैसालाई कसरी युज गर्छौँ भन्ने कुरा चाहिँ झनै इम्पोर्टेन्ट रहेछ। यात्री प्रिन्सको जर्नीले मलाई बिजनेस मात्र होइन लाइफको धेरै ठुलो कुराहरू सिकायो। सबैभन्दा ठुलो लेसन रिइन्भेस्टमेन्ट्स म्याटर। बिजनेसले पैसा जेनेरेट गर्न थालेपछि नेचुरल्ली एक्साइटमेन्ट आउँछ। यु वान्ट टु इन्जोय द रिवार्ड, यु वान्ट टु अपग्रेड योर लाइफ, अनि अनेस्टली त्यो कम्प्लिटली नर्मल पनि हो। तर मैले रियलाइज गरेको कुरा के भन्दा बिजनेसबाट निस्केको प्रफिटलाई प्रपरली रिइन्भेस्ट गरेन भने ग्रोथ एक दिन स्टप नै हुनसक्छ। बिजनेस भनेको इभल्भ हुनुपर्छ, मार्केट कन्स्ट्यान्टली चेन्ज भइरहेको हुन्छ, अडियन्स चेन्ज हुन्छ, कम्पिटिटर चेन्ज हुन्छ र यदि बिजनेस सेम ठाउँमै बसिरह्यो भने इभेन्चुअली मार्केटले उसलाई पछि छोडिदिन्छ। हामी क्यानभस प्रिन्ट्समै लिमिटेड भयौँ, तर बिजनेसलाई इभल्भ गरेर न्यू प्रडक्ट लाइन, सिस्टम, ब्रान्डिङ र एक्सपेन्सनमा फोकस गरेको भए मेबी स्टोरी अलि डिफ्रेन्ट हुन्थ्यो होला। अर्को ठुलो लेसन, सोसियल मिडिया अटेन्सन एकदमै टेम्पोररी हुन्छ। कुनै बेला भाइरल हुन्छ, सेल्स एकदमै राम्रो हुन्छ, सबै कुरा पर्फेक्ट जस्तो लाग्छ, तर अनलाइन अटेन्सन एकदमै फास्ट मुभ हुन्छ, पिपल मुभ अन क्विकली। त्यसैले हाइप मात्रामा भर परेर बिजनेस सस्टेन हुँदैन, लङ टर्ममा डिसिप्लिन नै इम्पोर्टेन्ट हुन्छ। कन्सिस्टेन्सी, सिस्टम, पेसेन्स, रिइन्भेस्टमेन्ट, लङ टर्म थिङ्किङ, त्यो कुरा मैले धेरै पछि मात्र बुझेँ र अनेस्टली फेलियरले सक्सेसभन्दा धेरै सिकाउँदो रहेछ। सक्सेसले कन्फिडेन्स दिन्छ तर फेलियरले अवेरनेस दिन्छ। फेलियरले आफ्नो विकनेस देखाउँछ, आफ्नो ब्लाइन्ड स्पट्स देखाउँछ र आफूलाई मेन्टली ग्रो गर्न सिकाउँछ। अहिले पछि फर्केर हेर्दा मेबी बिजनेसले एक्ज्याक्टली जस्तो सोचेको थियो त्यस्तो सक्सेस कन्टिन्यू गरेन, तर त्यो जर्नी बिना म अहिलेको जर्नीमा हुँदैन थियो होला। सो या, द्याट वाज द स्टोरी अफ यात्री प्रिन्स, बिजनेस द्याट स्टार्टेड फ्रम अ स्मल आइडिया इनसाइड अ गराज, grew into something we never expected, and eventually taught me a lesson that I will probably carry for the rest of my life. And honestly, maybe that's the beautiful thing about trying new things in life. Not every journey ends exactly the way you imagined, but every journey changes you somehow. यात्री प्रिन्सले मलाई बिजनेस मात्र सिकाएन, it taught me discipline, money, growth, failure, and even about myself. And maybe right now, if you are someone trying to start something, feeling confused, overthinking, or waiting for the perfect time, maybe यो भिडियोबाट एउटा कुरा चाहिँ याद राख्नु. You don't need everything figured out to begin. Sometimes you just start. अनि journeyले नै तपाईहरुलाई gradually सिकाउँदै लग्छ. This channel is probably going to be a reflection of that journey. Business, mindset, running, failures, growth, life, everything that's helping me become a better version of myself. So if that's the kind of content you are into, maybe consider subscribing to my channel. And yeah, I'll see you in the next one.